जय मसीह। मेरो नाम पास्टर अशोक गुरुङ। मेरो चर्चको नाम न्यू लाइफ एपोस्टोलिक चर्च, इलाम नगरपालिका वडा नम्बर 6 मा स्थित यो गढी भन्ने ठाउँमा छ। र मैले प्रभु येशू ख्रीष्टलाई विश्वास गरेको आजभन्दा 30 वर्ष भन्दा पनि अझै अगाडिको कुरा हो। मैले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्दै गर्ने क्रममा खास गरी नेपालको गाउँहरूमा चर्चहरू थिएन र विश्वासीहरू पनि कतै कतै इन्डियाबाट विश्वास गरेर कोही बेलामा आएको कुराहरू सुनिन्थ्यो, तर उहाँहरूले पनि खोलेर प्रभु येशू ख्रीष्टको बारेमा भन्ने एउटा माहौल वातावरण थिएन। त्यस बेला मैले प्रभु येशू ख्रीष्टलाई विश्वास गरेको हो। र मेरो जीवन गवाई खास गरी भन्नुपर्दाखेरि प्रभु येशू ख्रीष्टको बारेमा नेपालमा पुनः पञ्चायती काल भएको बेलामा प्रतिबन्ध थियो। प्रतिबन्ध भएको बेलामा मैले प्रभु येशू ख्रीष्टलाई विश्वास त गरेँ, तर त्यो विश्वास मैले गर्ने क्रममा चाहिँ मैले उद्धार पाउँछ, मुक्ति पाउँछ, जीवन पाउँछ, मृत्युपछि जीवन छ र स्वर्ग जान पाइन्छ भन्ने कुराको ज्ञान मलाई थिएन। र त्यसरी ज्ञान दिने व्यक्तित्वहरू पनि नेपालमा सहरीय इलाकामा कुनै कुनै ठाउँमा पाइन्थ्यो होला, तर गाउँ बस्ती इलामको क्षेत्रमा चाहिँ पाइँदैन थियो, जो मैले महसुस गरेँ, अनुभव गरेँ। अनि जब मैले प्रभु येशू ख्रीष्टलाई विश्वास गरेँ, विश्वास गर्नुको मुख्य कारण चाहिँ के थियो भने त्यस बेलामा हस्पिटलहरूको राम्रो प्रबन्धहरू थिएन, डाक्टरहरू थिएन, अनि जिल्लामा पनि त्यस्तो ठुलो उपचारहरू गर्ने त्यस्ता खालका सेवा सुविधाहरू थिएन। राज्यले पनि विस्तार गर्न सकेको थिएन। हुन त अहिलेको हालमा पनि त्यो अवस्थामा त छैन। यहाँ बिमारी ठुल्ठुलो भयो भने कि त झापा बिएनसी लानुपर्छ, कि घोपा लानुपर्छ, कि विराटनगर लानुपर्छ, कि भएन काठमाडौँ कि सिलगढी लानुपर्छ। त्यो कन्डिसनमा अहिले पनि छनु चाहिँ छ। तर त्यो बेलामा चाहिँ कस्तो वातावरण थियो भने गाउँमा कोही मान्छे बिमारी भयो भने धामी झाँक्री लगाउनु पर्ने, भूत प्रेत मसानलाई मनसाउनु पर्ने, कुल देवता बिग्रेको छ कि के गरेको छ त्यो पनि भन्नुपर्ने, अनि त्यो अनुसार भाले उठाउनु पर्ने। म त गुरुङको छोरा, गुरुङहरूको त फेरि कुल पितृ मान्ने, वायु मान्नुपर्ने, यस्तो खालको चलन चल्तीहरू अहिले पनि यथावत छँदैछ। र म जुन बेलामा क्रिस्चियन हुनुभन्दा अगाडि त्यही मेरो पुर्खाले त्यही काम गरेको थियो र त्यही काम मेरो बुवाले नि गर्नुभयो र मैले पनि त्यो कुरा देखेँ। तर एकातिर एउटालाई अन्साई मनसाई गर्यो, एउटा पूजा गर्यो, अर्कोतिर फेरि त्यो रिसाउने, खोलालाई दियो उता वनको रिसाउने, वनकोलाई दियो उता घरको रिसाउने, कुलको रिसाउने, यस्तो हरेक प्रकारको वातावरण चाहिँ बनिरह्यो। अनि धामी झाँक्री कहिले पनि मेरो घरमा, हाम्रो घरमा 10-12 जनाको परिवार, अनि के भन्थे भन्दाखेरि हामी 5 भाइ छोरा, 5 बहिनी छोरी र बुवा आमा गर्दा हामी 10-12 जना। अनि एकजना न एकजना जहिले बिमार भइराखेको हुने। अनि गाउँको मान्छेले के भन्थ्यो भने यो घर त हस्पिटल पो हो क्या, कहिले घरमा बिमारै नरित्तिने खालको भनेर यसरी हाँसी मजा पनि गर्थ्यो। नभन्दै त्यस्तो थियो। अनि गाउँमा बिमारी भएपछि जहिले पनि धामी झाँक्रीलाई बोलाउनु जानै पर्ने। अनि धामी झाँक्री पनि मेरो नजिकको मेरो बडा हुनुहुन्थ्यो, अनि अरूहरू पनि हुनुहुन्थ्यो वारिपारि। उहाँहरू पनि वाक्कै 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 जहिलेसुकै त्यस्तो अवस्थामा थियो। अनि यो भएर त्यसरी समय बितायो। त्यो समय बित्दै जाने क्रममा मेरो बहिनी क्लास 5 मा पढ्दै गरेको बहिनी, जसको नाम रेखा गुरुङ भनेर भनिन्छ, ऊ चाहिँ 2000 मलाई लाग्छ म अलि सानै थिएँ, 41-42 साल त्यस्तो होला सायद, मैले गल्ती गरिनँ भने। त्यो बेलामा न 43 साल हो। त्यो बेलामा मेरो बहिनी फ्ल्याट्टै 5 दिनको बिचमा जङ्गलमा पुगे, दास अन्त्येष्टि गर्नु पर्यो। अनि त्यो बेलामा अब अहिलेको जस्तो सेवा सुविधा यताउति भएको भए मेरो बहिनीलाई बचाउन सक्ने थियो, तर केही पनि त्यो सेवा सुविधा नभएको कारणले गर्दाखेरि बहिनी जङ्गल पुग्यो। र अर्को 2 जना भाइ पनि फेट्याक फेट्याक आज कि भोलि त्यस्तो अवस्थामा थियो। प्रभुलाई महिमा भएको, उनीहरूले नि अहिले प्रभुलाई पाउनु चाहिँ पाएको छ र उनीहरू अहिले जीवित छन्। मेरो 2 भाइहरू, उनीहरू पनि जाने अवस्थामा थियो। कसो कसो गरेर उनीहरू चाहिँ बाँचे। र भन्नु खोजेको मैले के भने त्यो बेलाको परिस्थिति चाहिँ धामी झाँक्री लगाउने नभए त्यतिकै अब यति नै हो, जङ्गलीले लग्यो, वायुले लग्यो, छोडाले लग्यो, यस्तो खालको भूत प्रेतले लग्यो, फल्ना रिसायो, कुल देवता रिसायो, खोला रिसायो,
उता भएन चाहिँ अरू अन्य कुराहरू रिसाए, अरू देउता रिसाए भनेर वक्क वक्क पूजा गर्दा गर्दा धामी झाँक्री लाउँदा लाउँदा एउटा के भन्छ वनकोलाई भाले चढायो, फेरि अर्कोलाई फेरि के चढाउनु पर्ने, यस्तो खालको परिस्थिति थियो मेरो घरमा। म साह्रो रिस उठेर वक्क वक्क भएर अब के चाहिँ छ त अरू उपाय भनेर म एक प्रकारको आफूले चिन्तन मनन गर्थेँ खाली टाइममा। अनि मैले के सुनेको थिएँ भन्दा प्रभु येशू ख्रीष्टमा विश्वास गर्यो भने चाहिँ उसले चङ्गाई पाउँछ, यो भूत प्रेतहरू भाग्छ र शक्ति पाउँछ भन्ने कुरा चाहिँ मैले सुनेको थिएँ। त्यो आधिकारिक रूपमा त्यो थाहा पनि थिएन। अनि त्यो कुरा सुनेको कुरालाई चाहिँ मैले यसो महसुस गरेँ। अनि जेसुको होस्, लो शक्ति पाउँछ, भूत प्रेतहरू भाग्छ भने चाहिँ म येशूलाई विश्वास गर्छु भनेर मेरो पालो गरेको। मैले विश्वास गरिकन त गाउँमा घरमा सबै रिसाए। के रिसाए भन्दा यो त सानो जातिको धर्म, अनि यो त विदेशी धर्म, अनि यो त बाबुआमाको काजक्रिया नगर्ने धर्म, यो त चेली माइती सँगै एउटै बिस्तारामा सुत्नुपर्ने खालको धर्म, यो त अरू मात्रै नभएर चाहिँ खै के लगाए आक्षेपहरू, यो डलरको धर्म, यस्ता खालका आक्षेपहरू कति लगाए गाई गोरु खाने यो धर्म जस्ता खालका कुराहरू आयो मलाई। अनि त्यो थ्रेड आएपछि मलाई त त्यो कुरा पनि थाहा थिएन, तर पछाडि मैले येशू ख्रीष्टलाई विश्वास गरिसकेपछि आयो। अनि त्यो कसले भन्यो भन्दाखेरि आफूभन्दा अलिक ठुलो, जस्तै आफूभन्दा अलिक ठुलो मान्छेले चाहिँ जसले मलाई हेपेर बोल्न सक्ने मेरो आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, जो उहाँहरूलाई म अहिले पनि उच्च सम्मान गर्छु, उहाँहरूले मलाई त्यस्तो भन्नुभयो। अनि त्यो भनिसकेपछि म केटो मान्छे, अब मैले अरूलाई रिसाउनु त ठिकै हुन्थ्यो, तर अरूसँग मैले एक्सन लिँदा त मिल्थ्यो, तर आफूभन्दा ठुलो मान्छेलाई एक्सन लिनु पनि मिलेन। म चुपो लागेर नुन खाएको कुखुरा जस्तो भएर चाहिँ बस्नुपर्ने भयो। अनि मैले त्यो जब येशू ख्रीष्टलाई विश्वास गरेपछि त्यस्तो खालको परीक्षा र सतावट आयो। त्यो सतावट आएपछि येशू ख्रीष्टमा के रहेछ त खास गरी यो शक्ति पायो, चङ्गाई पायो, छुटकारा पायो भन्ने कुरा त छँदै छ। तर मैले त्यो सँगसँगै मैले जब त्यो मानिसहरूले मलाई चाहिँ मेरा आफ्ना आदरणीय व्यक्तित्वहरूले मलाई परीक्षा गर्नुभयो, उहाँले सतावट दिनुभयो, उहाँले चाहिँ म प्रति चाहिँ आक्रोश हुनुभयो, यो नराम्रो धर्म लिएस त ठिक छ भाइ, छोरा, भदै अर्थात् भान्जा, मलाई साइनो अनुसारको सम्बोधन गर्नुहुने सबैले त्यसरी मलाई भन्नुभयो। तर यथार्थमा चाहिँ मलाई धेरै नै त्यसले चुनौती पनि भयो। अनि यो बाइबल भनेको के रहेछ त भनेर अनि त्यहाँदेखि चाहिँ मैले बल्ल बल्ल बाइबल मगाएर चाहिँ पढेँ र प्रभु ख्रीष्टको बारेमा मैले पढ्न थालेको। त्यो बाइबलमा पनि लुका भन्छ, योहन्ना भन्छ, मत्ती भन्छ, मर्कुस भन्छ, के भन्छ, दुनियाँ त्यो मत्ती कहाँको हो, के हो, लुका कहाँको हो, योहन्ना कहाँको के हो, त्यो केही अत्तपत्ता मलाई थाहा छैन। त्यो कहिले नसुनेको नाम त्यो पुस्तकमा रहेछ। अनि त्यो नामहरू सुन्दै गर्ने क्रममा जब स्टडी गर्न थालेँ, पढ्न थालेँ, के रहेछ त यत्रो साह्रो यो हेला गर्छ, मैले त शक्ति पाउने भनेर भूत प्रेतलाई भगाउन सक्ने सामर्थ्य त्यहाँ छ, चङ्गाई हुन्छ भन्ने कुराको त्यो डरको दबदबामा म थिएँ, त्यो दास बनेर बसेको थिएँ। तर जब येशूलाई विश्वास गरिसकेपछि साँच्चै नै भूत प्रेतहरू भागेर गयो मेरो जीवनमा। त्यहाँदेखि कहिले पनि धामी लाउनु परेन, झाँक्री लाउनु परेन, कसैको हजुर भनेर हजुरी गर्न परेन। अनि प्रभुले मेरो जीवनमा त्यो छुटकारा दिनुभयो। अनि बिस्तारै बिस्तारै प्रभु येशू ख्रीष्टको बारेमा पढ्दै अध्ययन गर्दै जाने क्रममा चाहिँ मैले येशू ख्रीष्टलाई भित्र अन्तरात्माबाट मैले चिन्ने मौका पाएँ। तर पहिला चाहिँ मैले कसरी चिने भन्दाखेरि सुनाइबाट, विश्वासबाट मलाई भयो के भन्दाखेरि सुनाइ विश्वासबाट चाहिँ मलाई भूतहरू र शक्तिहरू, भूत भाग्छ र शक्ति आउँछ भन्ने कुरा यतिमा मात्रै विश्वास थियो। तर यो उद्धार पाउँछ, मुक्ति पाउँछ, मरिसकेपछि चाहिँ हाम्रो आत्मा चाहिँ स्वर्गमा जान पाउँदैन, नरकमा आइया आत्था कहिले नजिप्ने आगोमा तडपिएर मानिसहरूको आत्मा जान्छ। त्यस कारणले गर्दा दुईटा बाटो छ, एउटा बाटो चाहिँ फरकिलो, एउटा चाहिँ साँगुरो बाटो छ भनेर बाइबलमा लेखेको कुरा पाएँ। अनि यसको प्रकाश के हो भनेर यसो बुझ्ने क्रममा चाहिँ त्यो प्रकाश चाहिँ मैले यसरी पाएँ कि हामीले संसारमा छँदाखेरि चाहिँ हाम्रो पाप क्षमा भएन भने चाहिँ हामी निश्चय स्वर्गमा होइन नरकमा हाम्रो आत्मा चाहिँ जाक्किने रहेछ भन्ने कुरा चाहिँ बाइबलमा स्पष्ट लेखेको मैले पाएँ। अनि त्यो कुरालाई जब फलो गर्दै गर्दै मनन गर्दै गएपछि साँच्चै नै मेरो आत्माले त्यो कुरामा जब भरोसा अनि विश्वास गर्न थाले, त्यो ज्ञान प्रकाश मलाई हुन थाल्यो। अनि त्यस पछाडि चाहिँ मैले भित्रबाट प्रभु येशू ख्रीष्टलाई चिने। मैले प्रभुलाई विश्वास गर्नु ढिलो गरेछु, प्रभु भनेर मलाई पश्चातापको त्यो एक प्रकारको बाढी आयो। अनि मैले प्रभुलाई पश्चाताप गरेँ। अनि जुन दिन मैले प्रभुलाई
भित्रबाट अन्तरात्माबाट चिने, विश्वास गरेँ। त्यस दिनदेखि मैले येशू ख्रीष्टको बारेमा अरूहरूलाई भन्न थालेँ, अरूहरूलाई प्रचार गर्न थालेँ। अरूहरूलाई प्रचार गर्दाखेरि अरू धेरै मानिसले मलाई कहिले कसैले पनि तैँले ठिक गरिस् भनेर ताली बजाएन, बरु उल्टा गालीको वर्षा मलाई दिए। तर दिए भए पनि तर बिस्तारै जानै आउँदै गर्ने क्रममा चाहिँ मैले प्रभु येशू ख्रीष्टलाई विश्वास गरेको कारणले गर्दा मेरो प्रचार चाहिँ गाउँका मानिसहरूले कहाँ कहाँ गएर हाम्रोमा पनि एकजना क्रिस्चियन भएको छ हौ, यस्तो त्यस्तो भएर मेरो प्रचार चाहिँ अरूले गर्दो रहेछ। अनि उहाँहरूको पनि सङ्गत चाहिँ त्यस्तै खालको मानिसहरूसँगै, इसाईहरूसँगै विदेश जाँदा अन्य ठाउँमा जाँदाखेरि चाहिँ हुँदो रहेछ। अनि उहाँहरूले पनि मेरो बारेमा प्रचार गर्दो रहेछ। त्यसो गर्दै गर्ने क्रममा मैले प्रभु येशू ख्रीष्टलाई विश्वास गरिसकेँ। मेरो दाजुलाई मैले प्रचार गरेँ, अनि मेरो दाजुले मेरो घर परिवारमा गरेँ, मेरो आफ्ना आफन्तमा, छिमेकीमा, अनि त्यति मात्रै नभएर मेरो गाउँमा गरेँ, अनि मेरो साथीभाइहरूलाई भने, मेरो नाताहरूलाई भने। अनि उहाँहरूले मलाई जे जस्तो भए पनि कम्तीमा मैले उहाँहरूलाई येशूको बारेमा सुनाएँ। अनि अहिले मेरो परिवारहरू प्रभु येशू ख्रीष्टमा सबै नै छ भन्दाखेरि एकजना बुहारी प्रभुमा हुनुहुन्न, अरू सबै प्रभुमा हुनुहुन्छ। मेरो दाजु पनि प्रभुको सेवा गरिराख्नु भएको छ र म आफै पनि इलाममा प्रभु येशू ख्रीष्टको सेवा सङ्गति गरिराखेको छु। र यो सबै मैले कल्पना गरेको थिएन। प्रभु येशू ख्रीष्टलाई विश्वास गरेपछि म यसरी पास्टर हुन्छु, सेवा गर्छु, सङ्गति गर्छु, मेरो इच्छा योजना पनि होइन। र यो सबै योजना चाहिँ जब मैले प्रभु येशू ख्रीष्टलाई विश्वास गरिसकेपछि मेरो कर्मिक रूपमा जब यात्रा सुरु भयो, मेरो दौड सुरु भयो, त्यस पछाडि चाहिँ अटोमेटिक यस्तो गरेर चाहिँ मभन्दा मैले प्रचार गरेको मेरो दाजु फिलिप जो कमल गुरुङ हुनुहुन्छ, म उहाँलाई आदरणीय मेरो दाजु, अनि मेरो भाइहरू, मेरो भूपाल गुरुङ मेरो भाइ, बुहारीहरू, मेरा भाउजू, एउटा छोरी भतिजनी एटना लगायत सबै नानीहरू जो मभन्दा अगाडि चाहिँ उनीहरू सेवा सङ्गतिमा उत्रे। मैले पछाडि पास्टरीय सेवकाई सुरु गर्न थालेँ र अहिले निरन्तर सेवा सङ्गति गरिराखेको छु। र अहिले इसाई भइसके पश्चात अलग्गै मेरो त्यो के भन्छ त्यो जीवनहरूमा अलिकति हेर्ने हो भने फर्केर विगतको दिनलाई फर्केर हेर्दा र अहिलेकोलाई जोड्दाखेरि चाहिँ आकाश पाताल फरक। मैले त जुन कुरा पाउनु थियो त्यो कुरा ढिलो पाएछु। अहिले मलाई यति आनन्द छ, यति शान्ति छ मेरो जीवनमा। चाहे भौतिक कुराहरू सुख विलासक कुराहरू नहोला, तर आनन्द शान्ति भन्ने कुरा चाहिँ मेरो जीवनमा भएको कारणले मेरो जीवनमा सङ्कट समस्या चुनौती जे जस्तो भए तापनि मलाई त्यो शान्ति दिने परमेश्वरलाई म अहिले पनि यो बोल्दै गर्ने क्रममा पनि म मेरो प्रभुलाई म धन्यवाद दिन्छु। र मेरो यो भिडियो जतिजनाले तपाईँले सुन्नुहुन्छ, जतिजनाले हेर्नुहुन्छ, यो गवाई मैले त्यत्तिकै भनेको छैन, यथार्थ रियालिटीमा भनेको कारणले भएको घटनालाई मैले यहाँनिर चाहिँ जोडेको छु। र तपाईँहरूले पनि प्रभु येशू ख्रीष्टलाई यो मेरो आवाजलाई तपाईँले सुन्नुभयो, हेर्नुभयो भने विश्वास गर्नुहोस्। अनि तपाईँले कसैको लागि नगर्नुहोस्, तर आफ्नो लागि गर्नुहोस्। सबै मानिसले धन कमाउँछ, सम्पत्ति कमाउँछ, हरेक काम गर्छ, तर आफ्नै लागि गर्छ। विवाह गर्छ आफ्नै लागि गर्छ, सम्पत्ति कमाउँछ आफ्नै लागि गर्छ। भाइ बहिनी छोरा नाति जसलाई पनि विदेश पठाउँछ उनीहरूको भविष्य होस् भनेर त्यो असल अभिभावकहरूले त्यो कार्य गर्छ। यो सबै गर्नुको वास्तविक कुरा के हो भन्दाखेरि उनीहरूको फ्युचरलाई ड्यामेज नहोस्, उनीहरू माथि बढोस्, उनीहरू अगाडि बढोस् भन्ने धैर्यले गरेको हुन्छ। त्यसरी नै मैले अहिले जुन कुरा तपाईँहरूको बिचमा यसरी भनिराखेको छु, सबै मानिसको कल्याण होस्, सबैले उद्धार पाओस्, सबैले मुक्ति पाओस्, सबैले जीवन पाओस्, र सबैको जीवन उच्च सम्मान गर्ने योग्यको जीवन होस्, जसले स्वर्गबाट पनि स्वर्गीय आशिष र आनन्दको भरपुरी सबैमाथि त्यो वर्षा बर्सियोस्, र आनन्द शान्तिमा संसारमा शरीरमा जिउँदाखेरि पनि उसलाई कुनै कुराको अभाव नहोस् भन्ने धैर्यको साथमा मैले यहाँहरूलाई यो कुरा आफ्नो विचार मैले भने। अनि यो विचार तपाईहरूले आफ्नो व्यक्तिगत प्रयोजनका लागि मात्रै आफ्नै विचार गरेर गर्ने कार्यमा यहाँहरू जोडिनु भयो भने परमेश्वरले निश्चय नै तपाईँको जीवनमा परिवर्तन, छुटकारा, चङ्गाई र जीवन, तपाईँलाई कहिले नाश नहुने जीवन उहाँले मात्र दिनुहुन्छ भन्ने निश्चयता मेरो जीवनमा छ। बोल्ने कुरा धेरै भए तापनि मैले आज यो क्यामेराको अगाडि थोरै मात्रै यो कुरालाई राख्दै मेरो आफ्नो विचारहरू भन्नुभन्दा अगाडि मैले छुटेको कुरा एउटा दुईवटा कुरा चाहिँ के छ भने, मेरो एकजना श्रीमती, दुईटा छोरी र एकजना छोरा हुनुहुन्छ। सबै मलाई परमेश्वरले असल तरिकाले दिनुभएको छ। हुन त यो मैले अगाडि भन्नुपर्ने थियो, तर यो पृष्ठभूमि जोड्ने क्रममा म यता बगेर आइगएँ। र भए पनि आज
हामी सुन्दर एउटा पारिवारिक जीवनमा पनि हाम्रो कुनै त्यस्तो नराम्रो छैन। अहिले हामी यहाँ सेवा सङ्गति गरिराखेका छौँ र प्रभुको आशिष हामीमाथि भइराखेको छ र यसरी नै आगामी दिनहरूमा पनि यो कार्य परमप्रभु परमेश्वरले निरन्तर हामीलाई गर्नमा सहायता गर्नुहुनेछ भन्ने विश्वास भरोसाको साथमा मैले मेरो भनाइहरूलाई यहीँ बिट मार्दै यो जसले यो मेरो आवाजहरूलाई सुन्नुहुन्छ यहाँहरू सबैलाई परमप्रभु परमेश्वरले आशिष दिनुभएको होस् भन्दै मेरो भनाइलाई यहीँ बिट मार्न चाहन्छु। सबैलाई जय मसीह, नमस्ते, शुभ दिन, पवित्र दिन।